साथी छठ पछि आउँदा मेरो लागि पनि ठकुवा ल्याइदे ल। मिथिलामा छठ आयो भने घर घरमा एउटै सुवास फैलिन्छ, त्यो हो ठेकुवा। छठ पूजाको मुख्य आकर्षण र मुख्य प्रसाद हो ठेकुवा। ठेकुवा बनाउनका लागि चाहिन्छ गेहुँको पिठो, नरिवल, घिउ, गुड, सौफ र अलिकति इलाइची। सबै सामग्री मिसाएर कडा आटा तयार गरिन्छ। काठको साँचामा आकार दिएर घिउमा बिस्तारै सुनौलो हुने गरी तलिन्छ। भनिन्छ मिथिला बुझ्नलाई किताब पढ्नु पर्दैन, ठेकुवा चाखे पुग्छ। के तपाईहरूले ठेकुवा खानु भएको छ त? कमेन्ट गर्न नभुल्नुहोला।